Morning guys, welcome back to my channel. आए हजुर सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। कलेज जाँदैछु अनि म चाहिँ हिँड्दैछु बाटोमा हेर्नु अनि कलेज जाँदैछु। ढिला भइसक्यो किनभने म ढिलै गएँ। हिजो पनि म कहाँ गइनँ गाइज अनि हिजो भ्लग आएन। अब कलेज जान्छ। आज प्र्याक्टिकल सक्नु पायो भने त देखाइहाल्छु तपाईँलाई। गाइज होइन के भयो भने ओडा भन्ने ठाउँ छ कि त्यहाँ नजिकै होइन म आउने बाटोमा अनि यति धेरै ट्राफिक पुलिसहरू देखिन चेकिङ भइरहेको रहेछ। अनि त्यसपछि डकुमेन्टहरू चाहिँ लिएर हिँड्नुपर्छ है, हेलमेट लगाएर ओरेर, किनभने त्यो आफ्नो सेफ्टीको लागि हो। सो हजुरहरू पनि कहीँ जाँदै हुनुहुन्छ भने आफ्नो लाइसेन्स डकुमेन्टहरू अनि लिएर हिँड्नु होला। अनि हेलमेट त झन् छुटाउनु भएन। सो आफू पनि सेफ्टी भएर हिँड्नुहोस् अनि अरूलाई पनि भन्नुपर्छ एउटा सचेत नागरिक भएर। अनि सचेत के हो भन्न आएन गाइस मलाई। सो त्यही हो, तपाईँहरू बुझिहाल्नुभयो। गाइस होइन के भयो भने ओडा भन्ने ठाउँ छ कि त्यहाँ नजिकै होइन म आउने बाटोमा अनि यति धेरै ट्राफिक पुलिसहरू देखिन चेकिङ भइरहेको रहेछ। अनि त्यसपछि डकुमेन्टहरू चाहिँ लिएर हिँड्नुपर्छ है, हेलमेट लगाएर ओरेर, किनभने त्यो आफ्नो सेफ्टीको लागि हो। सो हजुरहरू पनि कहीँ जाँदै हुनुहुन्छ भने आफ्नो लाइसेन्स डकुमेन्टहरू अनि लिएर हिँड्नु होला। अनि हेलमेट त झन् छुटाउनु भएन। सो आफू पनि सेफ्टी भयो। यसपालि चाहिँ आइसक्यो यहाँ हेर्नु, यसले ढिला आएर यो ढिला कि है। अनि मलाई थाहा नै थिएन, मैले रुटिन हेरेर थिएन। आज हाम्रो फर्स्ट पिरियड हुँदैन रहेछ। सो मैले बाटोमा के बोल्दै आएको थिएँ। अब आजको भ्लग पनि त्यही कलेज जाने आउने मात्र हुन्छ। अनि मेरो टाइटल पनि त्यही नै हुनेछ गाइस, तपाईँहरू हेर्नुहुन्छ। म अब घुम्नै जान पाउँदिनँ कोहीसँग, कहाँ जानु ठाउँै छैन अनि मान्छे पनि कोही छैन गाइस। अब त्यही भएर सो यहाँ हेर्नुहोस् कोल्ड छ। अनि के भन्नु पर्ने गाइस, तपाईँहरू होइन अब कस्तो भिडियो हेर्नु चाहनुहुन्छ, कस्तो भिडियो हेर्नु चाहनुहुन्छ किनभने गाइस राम्रो भएर अन्त हेर्दै हिँडेको थिएँ। अनि कस्तो भिडियो भ्लग हेर्न चाहनुहुन्छ मलाई भन्नु होला। मेरो स्वरभन्दा बढी त यो गाडीहरूको आवाज आइरह होला किनकि मसँग माइक छैन। मलाई जिस्काउँदै छ यो साथीहरूले, मोटिभेसन दिनु पर्ने ठाउँमा डिमोटिभेट गर्छन् गाइज। अनि के गर्नु, यस्तै चलिरहेको छ। अब कोटेश्वर पुगिसक्यौँ, जानु खोलिरह, रोड क्रस गरेर कलेज जान्छु। त्यही हो, ब्रेकमा भेट्छु। मेरो स्नेहा चाहिँ छैन गाइज, अब आउँदिन स्नेहा भन्न आएछ स्मालिकालाई। त्यही हो, स्नेहा चाहिँ घर गएकी छे। हेर्न यो कति मोटी भयो कि, अनि डाइटिङ गर्छु भन्दै खाँदै गर्छ गाइज। त्यही भएर यसको नाम मोटी। पिरियड गएर धेरै बेर लगाएर आएकी मान्छे हो यो गाइज। अब यस्तै जिउन, अब एकछिनपछि भेट्नुपर्छ है त। हाई, यो के हो तिम्रो नाम? यो चाहिँ गायत्री, ऊ चाहिँ अपेक्षा। यिनीहरू मेरा साथीहरू। साधनीले कस्तो राम्रो पिक्चर बनाउँछ गाइज, मेरो बनाइदिँदैछ। थ्याङ्क यू साधनी। यस आवर च्यानल, दिस इज आवर च्यानल, डु सब्सक्राइब।
हामीले अस्तिको भन्दा नि कडा कडा गसिप सुन्नुहुन्छ भने त्यही हो यो कस्तो राम्रो यो अर्को ब्युटिफुल हाम्रो क्लासको सबभन्दा नराम्रो यस यु आर ब्युटिफुल तिमीहरूको फोटो एउटा कस्तो कमेडीवाला छ मसँग होइन अब त्यही थम्बनेलमा हालिदिन्छु गाइस हामी चाहिँ प्र्याक्टिकलको लागि वेट गरिरहेको छौँ लाइब्रेरी ब्रेक त्यहाँनिर चाहिँ पढन्दासहरू ओइ आरसी यस्तो भडा भडा मान साथीहरू मेरो तिनीहरू पढन्दास ओइ मेरो भ्लग हेर है युट्युबमा हामी लाइभमा आएर छौँ युट्युबमा हाल्छु है म गाइज चाँदनीको र मेरो इङ्गेजमेन्ट भयो थ्याङ्क यू मेरो वाइफ ओके गाइज भर्खर रुम आइपुगेँ कि अब चाहिँ भ्लग इन गर्छु अनि अब अर्को भ्लगमा भेट्नुपर्छ आजको लागि भ्लग यति नै यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै बाई बाई मेरो युट्युब फ्यामिली लभ यु अल